गाइस आज हामी घुम्न जाँदैछौँ स्पेसल ठाउँमा है अलिकति फेमस नभएको तर घुम्न सक्ने ठाउँ हामी जाँदैछौँ ठाउँको नाम चाहिँ सेम्बुवत है आज दिनभरि हाम्रो घुम्ने प्लान छ अनि इभिनिङ सनसेट पनि हेर्ने प्लान छ गाइस लेट्स गो डेन्जर गाडी छ यता खै ल्यान्ड स्लाइडिङ भएर छ यता टिकट लिएर जानुपर्ने अवस्था छ ब्रिज क्रसिङ बाटो बिग्रेछ ल यता यो माथि हो चियाबारी यतापट्टि माथि चाहिँ ताल हेर्न जाँदैछ है गाइज लेट्स गो ल आइपुग्यो सेम्बुवत लेक आइपुग्यौँ गाइज ल गाइज हामीहरू चाहिँ सेम्बुवत लेक हेर्न आइसक्यौँ चारैतिर हरियाली अनि पानीको कलर पनि कति राम्रो ग्रीन कलर छ है अब पहिला रेस्टुरेन्ट छ कि हेरौँ अनि रेस्टुरेन्ट छ कि छैन पहिला रेस्टुरेन्ट हेरेर त्यसपछि हामी खाना खान पायो भने खाना खान्छौँ नत्र बोट चढ्ने भन्ने कुरा छ है रोटी पाक्दैछ हाम्रो यहाँ रोटी खाना अपनी रोटी खाने लाग्यो गाइस रोटी खाना पर्यो नरिवल रोटी हैन यो नरिवल रोटी कति तातो हो रस्ने कति तातो हो माय लर्ड श्रीलङ्कन वाइ गाइस ल गाइस खाजा खाइयो अलि टाढै जानुपर्ने छ त्यस कारणले यहाँ धेरै बेर बस्नु नसक्ने भयो नत्र त यहाँ बोट पनि चलाउने रहर चाहिँ थियो त्यही पनि अब बेलुकाको सनसेट हेर्नुपर्ने हुनाले हामी अब छिटो यहाँबाट निस्किन्छौँ एकदम राम्रो ठाउँ रिल्याक्स गर्न मिल्ने ठाउँ रहेछ यो धेरै क्राउड पनि छैन आज चाहिँ ल गाइस यस्तो दामी ठाउँमा आइपुगेछौँ हामी ठाउँबाट राम्रो भ्यू देखिरहेछ डेन्जर रमाइलो लागेको छ गाइज अब यहाँबाट छिटो जाउँ भनेको फोटो खिच्नै पुगेको छैन तर ठुलो गाडी चाहिँ आउँदैन अफ रोड पनि रहेछ श्रीलङ्काको होइन सानो गाडी चाहिँ आउँदो रहेछ अनि ठाउँ चाहिँ एकदम राम्रो ल हाम्रो लक्की भएर नि होला क्राउड पनि छैन आज नत्र चाहिँ यो लगभग पिकनिक स्पट जस्तै पनि हुन्छ जस्तो लाग्यो मेरो विचारमा एकदम दामी छ ल हाय गाइस जम ए किसिमा वायर न देखने नहीं आया अभी हाय टुकटुकमा चढ्यौँ वेतन है ना वाला का गया हमरा प्लान का क्या नहीं करा जाते हैं गाड़ी का आवे ना मेरी पूरा फॉरेनर्स ला तो अब हामी यहाँबाट दाम्बुल्ला जाँदैछौँ गाइज सनसेट हेर्नको लागि थोरै रेस्ट सोडा भनेर खाएको सोडा भन्दा नि यो त पानी जस्तो छ यहाँ धेरै ल साथीहरू रङ्गला चल्दैछ है सिगिरी सनसेट हेर्नको लागि माथि मान्छेहरू गइसकेको जस्तो अलिअलि बादल पनि छ तर पनि हेरौँ राम्रै सनसेट देखिन्छ कि भन्ने आशा छ है गाइस अलि हजार रहेछ यहाँ चाहिँ ढुङ्गा रहेछ लस्सनै रहेछ टिकट चाहिँ 2000 पर्छ रहेछ है श्रीलङ्कन तर पनि मलाई चाहिँ लिएन एक चाहिँ श्रीलङ्कन भाषा बोलेको हुनाले अर्को चाहिँ हाम्रो भन्तेहरूसँग आएको हुनाले टिकट लिएन है नत्र 2000 पर्छ टिकटको ठाडै गला रहेछ ढुङ्गा र आइपुग्यो आधी बाटो अझै माथि जानुपर्ने छ झमझम Excuse me.
ट्राफिक जाम भइरहेको छ यहाँ त ल कसरी जाने अब मान्छेहरू अड्का छ यो ठाउँमा Now it's about to end or not? So when people go down, then they send more up, right? Maybe wait for a minute. Meter धीरे meter नियान बोला ना meter नियान बोला उलोंग आगे meter नहीं ayo natra जान सकिन्न मेगा नेता इन्ने वेन्ने A ty jakby ta duża ai ayo mega bangga bau medica ल सिगिरी देख्यो सिगिरी मेरो पछाडि गाइस फाइनली सिगिरी देख्यो गाइस ल गाइस म चाहिँ पिदरङ्गालामा रेस गरेर आएको है म एक्लै आइपुगेँ धेरै अघि र भन्तेजीहरू चाहिँ पछाडि परेको छ अनि यतापट्टि सनसेट यतापट्टि सिगिरी लाइन रक रावणाको प्यालेस हेर्दैछु भने उतापट्टि चाहिँ सनसेट हुँदैछ म चाहिँ आराम गर्दैछु ल गाइस सनसेट हेऱ्यो यतापट्टि भिड अब तल झर्नेको लाइनको भिड छ है गाइस भिड छ अब के गर्नु लाइनमा बस्नु परिहाल्यो अब हामी फर्किन्छौँ अब यो ब्लग चाहिँ यति नै गर्नु होला है धेरै चाहिँ नगर्नु जस्तो बाई बाई गाइस सी यू इन नेक्स्ट ब्लग भोलि पनि हामी घुम्न जान्छौँ बाई बाई